को बारेमा सोचिरहेको थियौँ। अब त्यो सपना त अधुरै हुन्छ कि जस्तो छ। अनि मलाई त गाह्रो भयो भनेर पोती कोइलीले भाले कोइलीलाई भन्यो है। त्यसपछि अनि भाले कोइलीले नहातियो, तिमीलाई उपचार गरिहाल्छु म, किन हातिएको भनेर अनि भाले कोइलीले भन्छ है, बरु छिटो गर, छिटो जाम, हस्पिटल छिटो जाम, अनि नहातियो, बरु म तिमीलाई उपचार गरिहाल्छु भनेर भाले कोइलीले पोती कोइलीलाई भन्छ। अनि जाने त जाने हो, हजुरको दुवैजना गएपछि मेरो अन्डा कसले हेर्छ? अहिले फेरि अनि चिल आयो भने हाम्रो अन्डा तहस नहस पारिदिन्छ। बरु म छोडेर जानुभन्दा, यो अन्डा छोडेर जानुभन्दा बरु म यहीँ मर्छु, तर यो अन्डा छोड्दिनँ। यो जसरी पनि मैले हेर्नुपर्छ, अहिले चिल आयो भने यो अन्डा तहस नहस पारिदिन्छ भनेर यो पोती कोइलीले भन्छ। बरु म यहीँ मर्न तयार छु, म यो अन्डा छोड्न सक्दैन भनेर अनि पोती कोइलीले भन्छ। त्यसपछि भाले कोइलीलाई धेरै तनाव भयो। अब पोती कोइलीलाई हस्पिटल नलग्ने हो, पोती कोइली मर्छ। अब हस्पिटल लग्ने हो, फेरि यो अन्डा फेरि चिल्ली आएर खाइहाल्छ। यसलाई त धेरै तनाव भयो है, यो भाले कोइलीलाई धेरै तनाव भयो, छटपटी र अब के गर्ने होला, कसो गर्ने होला भन्दै अत्तालिरहेको हुन्छ। उसलाई त अब यो पोतीलाई लगेर जाने हो, यो अन्डा रहँदैन। अब अन्डा फेरि पोतीलाई नलग्ने हो, पोती मरिजान्छ फेरि। यो त धेरै आत्तियो। अनि उसले एउटा जुक्ति लगायो है, यस्तो घुम्दै हिँडिरहेको थियो। यो टेन्सन भएको बेला, यस्तो तनावको बेला घुमिरहेको थियो। यतातिर यसको साइडतिर फेरि, यो साइडतिर फेरि अनि कागको गुण रहेछ। यसमा फेरि अन्डा पारेर कागले, यतातिर फेरि कागले अन्डा पारेर राखेको रहेछ। यतातिर अलि परतिर अनि कागको गुण देखेछ। अनि यसले के भनेछ भने, अब मेरो अन्डा यहीँ ल्याएर मिसाइदिन्छु। अनि यो काग र कागेनी फेरि आहाराको लागि जङ्गलतिर हिँडेको रहेछ, जङ्गलतिर गइसकेको रहेछ। अनि यहाँ गुड मात्रै रहेछ, गुडमा अन्डा पनि रहेछ। अनि यसले, यो भाले कोइलीले अब मेरो अन्डा लगेर यसमा लगेर मिसाइदिन्छु। अनि त्यसपछि कागले चिन्दैन आफ्नो अन्डा र मेरो अन्डा। त्यसपछि अनि उसले आफ्नो फुल कोरल्ने बेला मेरो पनि कोरल दिन्छ, मेरो बच्चा सुरक्षित हुन्छन् त्यहाँ भनेर यो भाले कोइलीले सब अन्डा लगेछ र अनि उसले कागले नथापाउने गरी यहाँ लगेर हालिदिएछ। अनि त्यसपछि यहाँ हाल्दैछ होइन, यसले हालेपछि यो फर्केर आएछ। अनि उसलाई भनेछ, मैले अब यहाँ भएको हाम्रो फुलहरू सबै लगेर कागको गुडमा लगेर हालिदिएको छु। अब कागले त्यही कोरल दिन्छ, हाम्रो बच्चाहरू अब सुरक्षितसँग जन्म लिन्छन्। हिँड जाम, तिमी र म उपचार गर्न जाम भनेर यिनीहरू खुसी हुँदै उपचार गर्न गएछन् है, उपचार गर्न हस्पिटलतिर गएछन्। त्यसपछि यी काग र कागिनी अनि आहारा खोजेर फर्केर अनि आफ्नो गुडमा आएछन्। अनि गुडमा आएर ओथार बसेछ। अनि कागिनी ओथार बसेछ। त्यसपछि ओथार बसेर केही समयपछि अनि बच्चा जन्माएछ। बच्चा जन्माएछ केही समयपछि अनि त्यो कागिनीले, काग र कागिनीको बच्चा जन्मियो। अनि यो बच्चा जन्मियो। अनि सानो हुने बेला त सबै बच्चाहरू उस्तै त हुन्छ त होइन, सानो हुने बेला त सबैको बच्चा चिनिँदैन, उस्तै बच्चाहरू हुन्छ है। अनि त्यसपछि अनि यिनीहरू दुईजना जङ्गलमा जाँदा रहेछन्। जङ्गलतिर जाँदै अनि आहारा ल्याउँदै यिनीहरूलाई खुवाउँदै गर्दा रहेछन् कि यी दुईजनाले। अनि सानो हुने बेलासम्म त यिनीहरूले थाहा भएन। अनि त्यसपछि यी चराहरू हुर्किँदै बढ्दै ठुलो हुँदै गएछ। अनि हुँदै गएपछि त अब ठुलो भइसकेपछि त उनीहरूले आवाज निकाल्ने हुन्छ। अनि आवाज निकाल्ने बेला त अनि कागको आधा जतिले कागको आवाज निकालेछ, आधा जतिले त कोइलीको आवाज निकालेछ। अनि कोइलीको चल्ला त छुटिहाल्छ नि त, कागको कागैतिर जान्छ, कोइलीको त कोइली जस्तो हुन्छ। अनि यिनीहरूले अनि अचम्म परेछन् है, हामीले त हाम्रै बच्चा भनेर अहिलेसम्म अनि आहारा खुवायौँ, यति ठुलो पालन पोषण गऱ्यौँ, अब जङ्गलमा गएर आफैले गएर आफै आहारा ल्याउने बनाइसक्यौँ। अहिले त हामीले त आफ्नो बच्चा भनेर पो यति हेरचाह गरेको, यो त कोइलीको बच्चा पो परेको रहेछ भनेर। अनि त्यसपछि यिनीहरूले यिनीहरू कोइली जस्तो कराउन लागेछ कि, अब उनीहरूले त आफ्नो बच्चा आफू जस्तो कराउँछ भनेर आश मानेको, त्यसमा त कोइलीको आवाज निकालेछ यसले। अनि त्यसपछि अनि यिनीहरूलाई भनेछन् है, यिनीहरूले अब आफ्नो बच्चालाई त आफूतिरै सेप्छ नि त यसले। अनि आफ्नो बच्चालाई आफूतिरै राखेछ यसले। अनि कोइलीको बच्चालाई के भनेछ, आजसम्म त तिमीहरू
हाम्रै बच्चा भनेर हामीले पालन पोषण गऱ्यौँ, जङ्गलमा गएर चरेर आहाराहरू ल्याएर खुवायौँ, ठुलो बनायौँ, तिमीहरूलाई कसैको सहारा नचाहिने बनायौँ। अब त तिमीहरू त कोइलीको बच्चा रहेछौ। अब तिमीहरू जाऊ, तिमी जङ्गल जाऊ, तिमीहरूले अब आफ्नो बाबा मम्मीलाई आफै खोज। अब तिमी त हाम्रा बच्चा होइनौ, जाऊ अब तिमीहरूलाई यतिसम्म बनायौँ भनेर यिनीहरूले जङ्गलतिर पठाइदिएछन् यी बच्चाहरूलाई। अनि यिनीहरू त दङ्ग परेछन् के। अब यिनीहरूलाई त के थाहा होइन, अब उसैले बच्चा निकालेछ, उसैले आमा बाबा भनेर उसैले चारो खुवाएको छ, यिनीहरू त दङ्ग परेछन्। अब कहाँ जाने हो त बाबा मम्मी खोज्नुको लागि भनेर यिनीहरू दङ्ग परेछन्। अनि ल जाम त जाम, अब बाबामा खोज्न पठाउनु भयो, उहाँ त हुनुहुँदो रहेछ, ल जाम भनेर यी चराहरू यी गएछन् उहाँ जङ्गलमा। अब जङ्गलमा गइसक्यो, अब कसरी खोज्ने जङ्गलमा। अनि त्यसपछि के भनेछन् यिनले, कुहु 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 कुहु, आफ्नो बाबा आमा त खोज्नु पऱ्यो नि त, कुहु कुहु त भन्नु पऱ्यो नि। अनि जङ्गलमा हिँडेछन्, त्यहाँ कुहु 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 गरेछन् कि यिनले आफ्नो बाबुआमा खोजेछन् है। अनि खोज्दै खोज्दै हिँडेछन्। अनि अझै पनि वसन्त ऋतु आयो भने यिनीहरू आफ्नो जङ्गलमा आफ्नो बाबा आमा खोज्नको लागि अझै पनि कुहु 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 भन्दै हिँडिरहेको छ। अझै पनि यिनीहरूले बाबा आमा नभेटाएको हुनाले वसन्त ऋतु आउने बित्तिकै यिनीहरू जङ्गलमा कुहु कुहु गर्दै हिँडिहाल्छ। ल धन्यवाद सुनेर सुन्नुमा, धन्यवाद पुष्पमा। यो कथा बैकुण्ठ दाला फेरि भन्ने होला। शाबाश चन्द्रमा।